के अब देशमा कानुन केवल गरिबका झुपडी भत्काउन मात्र बनेको हो? के डोजरको गर्जनले केवल निमुखाको निद हराम गर्ने मात्रै हो? अहिले देशैभरि एउटा यस्तो आँधी चलेको छ जसले सुकुम्बासी बस्तीहरूलाई बढारिरहेको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार यति बेला एक्सनमा छ। काठमाडौँका सडकदेखि सुकुम्बासी बस्तीसम्म डोजरको आतंकले तहल्का मच्चाइरहेको छ। कोही घर न घाटको भएका छन्, कोही होटल र सत्सङ्ग भवनको शरणमा पुगेका छन्। तर पर्खिनुहोस्, कथा यहाँ मात्र सकिँदैन। जब गरिबको झुपडीमा डोजर चल्छ तब हुकुमवासीहरूको महलमा किन सन्नाटा छाउँछ? अचम्मको कुरा त के छ भने जो कानुन बनाउने ठाउँमा बसेका छन् उनैको घर ऐलानी जग्गामा रहेको खुलासा भएको छ। सत्तारूढ दलकै सांसद जब मेरो घरको लाल पूर्जा छैन भन्छन् तब सुकुम्बासी व्यवस्थापनको यो लडाई कुन दिशामा जाला? के सरकारले सांसदको घरमा पनि डोजर चलाउला? काठमाडौँ पछि अब डोजरको निशाना पर्यटकीय नगरी पोखरातिर सोझिएको छ। मेयरको अल्टिमेटम जारी भइसकेको छ कि आफै भट्काऊ नत्र महानगरले नामेट पारिदिनेछ। त्यति मात्र होइन, अब सुकुम्बासीको मुकुण्डो लगाएर सरकारी जग्गा हडप्नेहरूको सूचना दिनेलाई पुरस्कारको घोषणा समेत गरिएको छ। यिनै विषयमा विशेष चर्चा गर्नेछौँ। भिडियो अन्तिम समय हेर्नुहोला। यति बेला मुलुकको राजनीति र सामाजिक परिवेश एकदमै तातिएको छ। एकातिर प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सुकुम्बासी बस्तीहरूमा डोजर चलाएर देशैभर तहल्का मच्चाइरहेको छ भने अर्कोतिर वर्षौंदेखि ओगटिएका सार्वजनिक जग्गा खाली गराउने अभियानले सुकुम्बासीहरूको निद हराम गरिदिएको छ। राजधानीदेखि विभिन्न शहरमा डोजरको आतंक सुनिदा साँच्चीकै सुकुम्बासीहरू भने यति बेला बेचल्लीमा परेका छन्। कतिपय घर न घाटको भएका छन् भने कतिपयलाई सरकारले विभिन्न होटल, धर्मशाला र सत्सङ्ग भवनहरूमा अस्थायी रूपमा स्थानान्तरण गरेको छ। को वास्तविक सुकुम्बासी र को हुकुम्बासी भन्ने छानबिन प्रक्रिया तीव्र बनिरहँदा मारमा भने गरिब र निमुखा नै परिरहेका छन्। यही डोजर आतंक र सुकुम्बासी व्यवस्थापनको चर्को बहसका बीच एउटा सनसनीपूर्ण खबर बाहिरिएको छ। सत्ता सम्हालेको राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद केपी खनालको आफ्नै घर ऐलानी जग्गामा रहेको तथ्य बाहिर सार्वजनिक भएपछि यसले राजनीतिक वृत्तमा नयाँ बहस छेडिदिएको छ। कैलालीको लम्की चुहा नगरपालिका क्षेत्रमा रहेको आफ्नो घर ऐलानी जग्गामा बनेको विषयमा सांसद खनालले मुख खोल्दै आफ्नो बचाउ गरेका छन्। उनले आफू र आफ्नो परिवार लामो समयदेखि सोही ठाउँमा बस्दै आएको स्पष्ट पारेका हुन्। सेतो पार्टी संघको विशेष कुराकानीमा खनालले आफ्नो परिवारले कुनै खोला वा नदी किनार अतिक्रमण नगरेको दाबी गरे पनि आफूसँग लाल पूर्जा नभएको कुरा भने निर्धक्कसँग स्वीकार गरेका छन्। उनले भने, हामीले कुनै सार्वजनिक खोला मिचेका छैनौँ, तर यो सत्य हो कि हामी ऐलानी जग्गामा बसोबास गर्दै आएका छौँ। खनालको यो स्वीकारोक्तिले सरकारको सुकुम्बासी हटाउने अभियानमा नैतिकताको प्रश्न उब्जाएको छ। नियम सबैका लागि बराबर हुनुपर्ने माग गरिरहेका सर्वसाधारणले अब सांसदको घरमा डोजर चल्छ कि चल्दैन भनेर प्रश्न गर्न थालेका छन्। सांसद खनालले यो समस्या आफ्नो मात्र नभई एउटा ठूलो समुदायको भएको तर्क अघि सारेका छन्। उनका अनुसार लम्की चुहा क्षेत्रमा मात्रै करिब 16,500 परिवार ऐलानी जग्गामा बसोबास गरिरहेका छन्। उनी भन्छन्, यहाँका झन्डै 50% मानिस ऐलानी जग्गामै बस्छन्। म मात्र होइन, यहाँका हजारौं परिवार यही पीडा र अन्यलबाट गुज्रिरहेका छन्। उनले वर्षौंदेखि विभिन्न सरकारहरूले भूमि आयोग गठन गर्ने र लाल पूर्जा दिने आश्वासन दिए पनि ती आश्वासनहरू कागजमै सीमित भएको गुनासो समेत गरे। 2076 सालमै भूमि समस्या समाधान आयोगले विवरण सङ्कलन गरे पनि अहिलेसम्म ठोस परिणाम नआउँदा जनताले शास्ति खेप्नु परेको उनको जिकिर छ। आफूलाई लक्षित गरी जग्गा मिचुवाको रूपमा समाचार आएकोमा आपत्ति जनाउँदै खनालले आफूलाई सुकुम्बासी र ऐलानी जग्गामा बस्नेहरूको प्रतिनिधिको रूपमा चित्रण गरेका छन्। उनले भने, म ती हजारौं भूमिहीन समुदायको आवाज बोक्ने प्रतिनिधि हुँ। मिडियाले मलाई गलत ढङ्गले प्रस्तुत गर्नु दुःखद छ। उनले ऐलानी जग्गामा बस्नेहरूलाई राज्यले विकल्प दिनुपर्ने वा नम्बरी जग्गाको व्यवस्था गर्नुपर्ने माग गर्दै वर्तमान सरकारलाई यो दीर्घकालीन समस्या समाधान गर्न आग्रह समेत गरेका छन्। अहिले एकातिर सरकारले सुकुम्बासी बस्ती हटाउने अभियानलाई सफा र व्यवस्थित सहरको नारा दिएर तीव्र बनाएको छ भने अर्कोतिर सांसद खनाल जस्ता पहुँचवाला व्यक्तित्वहरू नै ऐलानी जग्गामा बसेको खुलासा हुनुले सुकुम्बासी व्यवस्थापनको मुद्दा झनै जटिल बनेको छ। के सरकारले केवल गरिबका झुपडीमा मात्र डोजर चलाउने हो कि सांसदका पक्की घरहरूमा पनि कानुनको डन्डा वर्षाउने हो? यो प्रश्न यति बेला नागरिक स्तरमा निकै पेचिलो बनेको छ। सुकुम्बासी बस्तीको यो अग्नि परीक्षामा सरकारले वास्तविक सुकुम्बासीलाई न्याय र अतिक्रमणकारीलाई सजाय कसरी दिन्छ त्यो भने हेर्न बाँकी छ। यसरी काठमाडौँमा बालेन्द्र शाहको डोजर एक्सनले हलचल मच्चाइरहेका बेला अब देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा पनि डोजरको गर्जन सुनिने निश्चित भएको छ। पोखरा महानगरपालिकाले सार्वजनिक र सरकारी जग्गा कब्जा गरेर बसेकाहरूलाई हटाउन अन्तिम चेतावनी अल्टिमेटम जारी गरेपछि यति बेला पोखरेली सुकुम्बासी बस्तीहरूमा सन्नाटा र त्रास छाएको छ। पोखराका मेयरले स्पष्ट शब्दमा कडा निर्देशन जारी गर्दै तोकिएको समयसीमाभित्र आफ्ना अवैध संरचनाहरू आफै भत्काउन
र जग्गा खाली गर्न उर्दी जारी गरेका छन्। यदि यो समय सीमाभित्र कसैले अटेर गरेमा महानगर आफै डोजर लिएर आउनेछ र त्यसरी भत्काउँदा लाग्ने खर्च समेत सम्बन्धित व्यक्तिबाटै असुल गरिनेछ, महानगर स्रोतले जनाएको छ। यो कडा कदमसँगै वर्षौंदेखि सरकारी जग्गामा रजाई गरिरहेकाहरू यति बेला भागाभागको अवस्थामा पुगेका छन्। यसपटक पोखरा महानगरपालिका अझै आक्रामक र रणनीतिक रूपमा प्रस्तुत भएको छ। महानगरले केवल डोजर मात्र चलाउने छैन, बरु कहाँ कहाँ सरकारी जग्गा कब्जा भएका छन् र को नक्कली सुकुम्बासी हुकुमबासी हुन् भन्ने पत्ता लगाउन गुप्तचरी योजना समेत अघि सारेको छ। महानगरका अनुसार जसले सरकारी जग्गा अतिक्रमण गर्नेहरूको सही सूचना दिनेछ त्यस्ता व्यक्तिलाई उचित पुरस्कार र सम्मान प्रदान गरिनेछ। सूचना दिने व्यक्तिको पहिचान र नाम गोप्य राखिने प्रतिबद्धता महानगरले गरेको छ। यो योजनाले गर्दा अब ती व्यक्तिहरू पनि डराउन थालेका छन् जसले पहुँचको भरमा सार्वजनिक जग्गामा महल ठड्याएका छन् तर आफूलाई सुकुम्बासी भन्दै राज्यलाई झुक्काइरहेका छन्। यस अभियानले पोखराका सुकुम्बासी बस्तीहरूमा दुई खालको दृश्य देखिएको छ। साँच्चीकै भूमिहीन र आश्रय नभएका परिवारहरू अब कहाँ जाने भन्दै रुवाबासी गरिरहेका छन्। सरकारले विकल्प नदिए घर भत्काउन लागेको भन्दै उनीहरूमा ठूलो चिन्ता छाएको छ। यद्यपि सरकारले वास्तविक सुकुम्बासीहरूको पहिचान गरी उनीहरूलाई उचित व्यवस्थापन गर्ने आश्वासन त दिएको छ तर कानुनको पाटो भने अझै अन्यलमै छ। अर्कोतर्फ सुकुम्बासीको मुकुण्डो लगाएर सरकारी जग्गामा व्यापारिक भवन, सटर र ठूला घर बनाएर भाडा खाइरहेका हुकुमबासीहरू भने यति बेला शक्ति केन्द्रहरू धाउन थालेका छन्। तर महानगरको पछिल्लो अडानले यसपटक कसैको पनि पावर र पहुँचले काम नगर्ने सङ्केत देखाएको छ। यिनै विषयमा तपाईँहरूको धारणा के छ कृपया कमेन्ट गर्नुहोला।